घरमा एउटा सीसीटीभी त हाल्नै पर्ने भयो। यो सस्तो खालको वायरलेस क्यामेरा हाल्दा ठिकै होला नि हैन? धेरैले त यस्तै हाल्छ नि त। हेर्नुहोस्, सजिलो खोज्ने हो भने त वायरलेस ठिकै हो, तर तपाईँ सजिलो भन्दा पनि सुरक्षा र भरपर्दो कुरा खोज्दै हुनुहुन्छ भने म अर्कै सल्लाह दिन्छु। ए, त्यसो भए कुन चाहिँ राम्रो त? वायरलेसमा के समस्या हुन्छ र? यस्तो छ, वायरलेस क्यामेरा वाइफाईको भरमा चल्छ। घरको इन्टरनेट अलि स्लो हुने बित्तिकै भिडियो अड्किने, बफरिङ हुने वा रेकर्डिङ नै छुट्ने डर हुन्छ। वायरलेस क्यामेरा चोरी भयो भने क्यामेरा पनि हुँदैन र रेकर्ड पनि हुँदैन। ए, त्यसो भए विकल्प के छ त? अलि लामो समयसम्म ढुक्कले चल्ने? त्यसको लागि आइपी क्यामेरा, नेटवर्क क्यामेरा नै सबैभन्दा उत्तम हो। यसमा भिडियो क्वालिटी एकदमै प्रष्ट हुन्छ र सिग्नल काटिने डर हुँदैन। यो व्यावसायिक सुरक्षाको लागि बनाइएको हुन्छ, जसलाई पटक पटक मेन्टेनेन्स गरिराख्नु पर्दैन। तर यसमा त तार जोड्नुपर्छ होला नि, झन्झट हुँदैन? हो, तार त जोड्नुपर्छ, तर त्यही तार नै यसको शक्ति हो। यसमा हामीले कुन केबल प्रयोग गर्छौं भन्ने कुराले पनि धेरै फरक पार्छ। धेरैले सस्तो सीसीए कपर क्ल्याड एल्युमिनियम केबल प्रयोग गर्छन्, जुन छिट्टै कुहिएर जान्छ र भिडियो बिग्रिन्छ। ए, केबलमा पनि यस्तो हुन्छ र? कुन केबल हाल्दा राम्रो त? सधैँ शुद्ध कपर केबल नै प्रयोग गर्नुपर्छ। कपर केबलले सिग्नललाई बिना अवरोध टाढासम्म पुर्याउँछ र वर्षौंसम्म झिरझिर नआई भिडियो क्लियर देखिन्छ। एकपटक अलि राम्रो केबलमा लगानी गर्नुभयो भने पछि दुःख पाइँदैन। कुरा त तपाईँले बुझाएरै भन्नुभयो। मतलब सस्तोमा अल्झिनुभन्दा आइपी क्यामेरा र राम्रो कपर वायर हाल्दा नै पैसाको सही सदुपयोग हुने रहेछ, होइन त? एकदम। सुरक्षा भनेको एकपटक गर्ने लगानी हो। घरको शान्तिको लागि अलि गुणस्तरीय र सेक्योर प्रविधि नै रोज्नुहोस् भन्छु म त।